हेलो साथीहरू के छ हैन सबैले स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी ग्यारेज हामी चाहिँ अब स्विमिङको लागि जाँदैछौँ। त्यहाँ देख्दै हुनुहुन्छ हाम्रो भ्लगर हे अनि हाम्रो लुसी सिक्नेछौँ। और मैं आयु ब्लॉग से हम जाएंगे मसीना नहाने का, इस गर्मी का आनंद उठाने। आज हामी चाहिँ के जान्छौँ दादा चाहिँ हिन्दी बोल्नुहुन्छ हैन। हामी चाहिँ आज त्यहाँ के यो टाइगर ब्रिज भन्ने छ घोराइको, अनि घोराइको टाइगर ब्रिज जानु लाग्छौँ। अनि त्यहाँ चाहिँ लास्टै रमाइलो गर्ने कि आज चाहिँ हेर्दै जानुहोस्। अहिले चाहिँ हामीसँग विवेक र शीतल भाइ पनि आइसकेका छन्। ग्यार त अब हामी चाहिँ यहाँदेखि हुक्का प्याक गरिसकेका छौँ। अनि अब यहाँदेखि हामी चाहिँ पर भएर यिनीहरू चाहिँ हिँड्दै जानु लागेको छन्। अब म र ग्यार दाइ चाहिँ अब यहाँ हाम्रो लालगोठीमा जानु लागेको छौँ होइन गाइज, लालपरी। ल अब हाम्रो ग्यार दाइ यहाँ एकछिन बस्नुहुन्छ। म चाहिँ त्यही हो गाइज लिन जान्छु। अब म चाहिँ यो चाहिँ हाम्रो बस्ने रुमदेखि हल्का साइडतिर हो, यस्तै छ। आज हामी के भन्छ घोराइको टाइगर ब्रिजमा केटाहरू लास्टै नाच्नु के हो दुईवटा यहाँ चक्कर लगाएर हिँड्दा छन् भाइहरू। अनि मैले सोध्छु अब यहाँ घर परिसकेको छ, दुईवटा गरिरहेका छन् पुरै। अन्य यहाँ चाहिँ अब लुसीको उनीहरूले बोलाइसक्नु भएको छ। केही समयपछि पनि यहाँ अङ्कल नआउँदा हामी चाहिँ अब क्यारम खेल्दै टाइम पास गर्ने सोच गरिरहेको छौँ गाइज। ल केही होइन ल आउनु धेरै भिडियो अङ्कलले चाहिँ अब त्यही भएर क्यारम खेल्दै ल हामी चाहिँ अब क्यारम हारेर यसले चाहिँ अब क्यारम उल्टो खाइदिएर खाइदिएर गेम हारिसकेका छौँ। अब यहाँ चाहिँ कमल अङ्कल पनि आइसक्नु भएको छ। अब आज चाहिँ लास्ट चाहिँ गर्नु के गर्नु छैन, यहाँ चाहिँ मैले सोको लागि लगाएँ। अनि अब यहाँदेखि चाहिँ हामी चलिन्छौँ। लेट्स गो गाइस साथीहरू। अब हामी चाहिँ यहाँदेखि जान लागेको छौँ। त्यहाँ सामान सामानहरू चाहिँ रेडी भइसकेको छ। अब यहाँदेखि हामी हामीले चाहिँ अब यहाँदेखि फेरि थोरै नास्ताहरू किनिसकेको छौँ। अब यहाँ चाहिँ डिस्कस चल्दैछ यहाँ गाडीको। अनि यहाँ विवेक छ मसँग आज, त्यही हो। यहाँदेखि जान्छौँ हामी चाहिँ फेरि हामीले नयाँ नास्ता लगिसकेको छौँ। देखाउनु मिल्दैन मोही किनिसकेको लस्सी लिएर अब हामी जाँदै लुसी नै खायो। लुसी बेहोस भएर क्या लस्सी खाएर लस्सी ल। अब हामी चाहिँ यहाँदेखि जान लाग्छौँ होइन, गर्मी यस्तै छ। यो जग्गा चाहिँ यतिकै बिरेको छु मैले आमा बाइक तातेर यस्तो कस्तो बोलाएको छ। अब लुसीको लागि हामीले अन्डा किन्न लगाएको छौँ होइन। त्यहाँ चाहिँ लुसीले फेरि भोक मान्छ त हामीले खानु जस्तै हेर्ने हुँदैन होइन। लुसीलाई पनि एउटा खानाइदिनु लगाएको छौँ। अनि त्यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ यो ह्यान्डमेड गाडी होइन, घरको एउटा हाम्रो साथीले बनाएको गाडी हो। बगी यहाँ छ, देख्न सक्नुहुन्छ। गर्मी अति छ अब यहाँ चाहिँ छ। ल बाटो देखाउँछ हजुरहरूलाई। अब तपाईँ घर आएर फेरि लोकेसन थाहा पाउनु भएन भने चाहिँ खतम हुन्छ। त्यही भएर म ट्राफिकदेखि माथि अनि रजना स्कुल जाने बाटो चाहिँ रजना स्कुल आउँछ त्यहाँ। अनि त्यहाँदेखि
मिसरी आउनु भयो नि योबाट आउनुहुन्छ अफरोड छ पुरा तपाईँको चाहिँ उतादेखि अनि फुल क्रस भइसकेदेखि चाहिँ अफरोड क्रस गर्नुपर्ने छ ल गाडी हेर्न सक्नुहुन्छ यस्तो यस्तो भइसक्यो सामान ल्याउन गाह्रो पारिसकेको छ ल अङ्कलहरू फास्ट आएछ नि त गेर्दा पनि चलाउनु हुन्छ नि बाइक त ल गाडी यहाँ हाम्रो गाडी टोलिएर आइसकेको छ कसरी मोहिराख्नु भएको छ त्यहाँ लुसी गरेको त त्यो भ्यू हेरेर आएको छ ए अहिले हेर्नु न सब स्विमिङ खेल्नेवाला जति सक्छ हाम्रो सब्सक्राइबरहरूले बाटोले रोकिसकेको छ हामीले देखिसकेको छ जति सक्छ गाडी त्यहाँबाट सिधै जानुपर्छ माथि पुग्नुहुन्छ अब एकछिन हामी ल अहिले पुग्दाखेरि फेरि स्टार्ट गर्छ मैले अफ गरिदिउँ ल फेरि भेटौँ अहिले टु बी कन्टिन्यू यही मन्दिरदेखि है यहाँदेखि सिधै जानुपर्छ अहिले यहाँ पुगिसकेको छौँ हामीसँग अङ्कलहरू पनि आउनु भएको छ दाइहरू अनि कमल अङ्कल त्यो हामी अगाडि भनेको बाटोदेखि सिधा आउनुभएको छ तपाईँ यो ठाउँ देख्नुहुन्छ त्यहाँ चाहिँ एउटा सानो स्कुल छ अनि यहाँदेखि चाहिँ हामी अब ल्याउनु 1 2 3 4 5 जना अनि त्यस पछाडि चाहिँ म यता ल यहाँ लुसी पनि आएको छन् यहाँदेखि तल झर्ने हो त्यही सब सब यहाँ हो क्या लास्ट बिहाको होला त सबै यहाँ आउँदैन कोही फेरि तल पनि बस्छ तिन केटाहरू त आइसक्यो ल यहाँदेखि चाहिँ अब मेरो त लास्ट एक्सपेन्सिभ के देख्नुहोस् उयोबाट छिनेको ल यहाँदेखि चाहिँ अब ठ्याक्कै तर हामी चाहिँ बाइक त्यहाँ राखिसकेको छौँ त्यहाँदेखि साइडमा गरेर अब यहाँदेखि हामी तल जानुपर्ने छ होइन अनि अफरोड छ यहाँदेखि चाहिँ अब यो जो सालनाको बगर भएको छ होइन पानी पाउँछ अरे त्यत्रो त्यो खोलो के काम हो र अनि खोल्न गएर पानीको कुराहरू छ भाइ त अनि यहाँ चाहिँ यस्तै छ शीतल होला अब यहाँ चाहिँ ठ्याक्कै भिलेज टाइपको भाइब्स आउँदैछ होइन गाउँमा के भइरहेको गाउँको भाइब्स आउँदैछ यहाँ चाहिँ हाम्रो भाइहरू हुनुहुन्छ अनि त्यहाँ चाहिँ हाम्रो इन्डियन भ्लगर हाम्रो ग्यारी दाइ हुनुहुन्छ अनि हामी चाहिँ नेपाली भ्लगर होइन यहाँ चाहिँ विवेक चाइनिज भ्लगर रसियन भ्लगर छ यो चाहिँ ल ठिक छ सब यता 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 हजुर अरूको तल जानुपर्छ फेरि जक्सन ए लुसी ओ त्यहाँ चाहिँ हाम्रो इन्डियामा भला गएर लुसी स्क्यान गरेको छ अब गएर मजा नुहाउनुपर्छ होइन हामी चाहिँ ठिक छ फेरि स्ट्यान्ड लिएर भिडियो बनाउनु गएन खाँदै अहिले बनाइने कि जमाने भेटलास भाइ सुब्ला कहाँ त्यो सिल्लीकोट ल हामी चाहिँ अब यही हो नि स्पोर्ट चाहिँ केटाकेटी सबै आएछन् क्या यहाँ चाहिँ केटी पनि आएछन् पानी पनि थोरै रहेछ ठिक छ बाटो चाहिँ यहाँ चाहिँ यस्तो छ होइन हल्का मिस्टेक भएको छैन अब तपाईँ मुख टेक्न जाने हो यहाँ चाहिँ सबै अब भिजिटिङ
प्लेस जस्तै भएको छ आजको चाहिँ पानी आएर यहाँ चाहिँ त्यहाँ केटीहरू छुट्यो अनि केटाहरू त्यहाँ बियर खाइरहेका छन् अनि गल्ती से मिस्टेक हो गया ल बिस्तारै लुसी लुसीले अब हामी छाडिदिन्छौँ अब हामी चाहिँ नुहाउने हो कता लगाएर भिजिटिङ प्लेसहरू छ है ए होइन नुहाउने ठाउँ चाहिँ देख्न सक्नुहुन्छ साथीहरू नुहाइरहेका छन् फाल्दै गीत गाउन मन थियो ओ हाम्रो बलगार आमा भरि आयो क्या हाम्रो त्यहाँ क्याम्प लगाउनेवाला छौँ यहाँ चाहिँ लुसी ओ लुसी उता जालोस् है यहाँ त्यस्तै नेपालीहरू होइन फोहोरहरू फाले बन्दी जम्पी यहाँ न्यू बन्दी जम्पिङ बनाएर आयो क्यामेरा स्टैंड उधर चाहिँ पिकनिक का तयारी हो रहा है देख सकते हो गाइस तल त्यहाँ के बनाइराखन् त्यहाँ चाहिँ के बनाइरहेछन् होइन यहाँ चाहिँ दुईवटा दायाहरू छन् अनि यहाँ चाहिँ यस्तो छ अनि यहाँ चाहिँ नुहाइरहेको छन् अनि यस्तो छ त्यहाँ पनि चाहिँ पिकनिक आएको रहेछन् को हुन् तर हामी चिन्दैनौँ यहाँ चाहिँ चल्छ नहुने यो यहाँको टाइगर ब्रिज त्यसो अब त्यहाँ चाहिँ हामी क्याम्प लाउनेछौँ यहाँतिर सबैहरू देख्नुहुन्छ हाम्रो लुसीले लुसीले चाहिँ अब यहाँ अन्डा हुँदैछ यहाँ चाहिँ अब रेडी हुँदैछन् लुसी चाहिँ खान्छन् अब हुन्छ बस्नु नुहाइदिने किन लुसीलाई यो त जाडोले मर्छ ट्रायर चाहिन्छ एकैचोटि साफ बनाउँदैन फोइल पेपरमा अरू छ के त्यसलाई फोइल पेपर हाल्छ पुरा बनाएर फेरि हाल्न थियो नौरुपे मात्र छुट रह्यो नि त नौरुपे पनि घसको भाउ गएर नि लुसी नौरुपे छुट गर्नु खा गिलास ठ्याक्कै 5वटा लिएर आउँछु मैले यो एक्चुअली तपाईँले तेरो अब चाहिँ यहाँ चाहिँ हामीहरू सब सामान रेडी भइसकेको छ अनि यहाँ चाहिँ जोस रेडी भइसकेको छ त्यो छ कट केही हुन्न बाबु अनि यहाँ ए लुसी चाहिँ बसिसकेको छन् हाम्रो दायाहरू हुनुहुन्छ ल गर्दै अब यहाँ सब नास्ता छ खाएर अब एकछिनमा हामी नुहाउनेछौँ है ल यही हो गाइस रमाइलो छ जो आएर एकचोटि नुहाउनुहोस् नुहाउनु धेरै भयो तपाईँहरू अनि थाहा छ तपाईँहरू नुहाउनुपर्छ है नुहाउनुपर्छ धेरै कालो शरीर ल्याएर कालो शरीर देखाइदिँदैन ऊ न केरियर पनि आउनु हेर्दैन होइन यहाँ चाहिँ ओहो ए सकुन है मेरा दिल का ल गाइस सफाइ हो र हामी यहाँ सफाइ सकेको छौँ सुनि हामी गर्छ मजा लगाएर हेलो देखाउने त दाइ रामनगर बाबु भाइ ल यहाँ चाहिँ यस्तो छ नि दामी छ अघि 0.5 छ बहुत मजा आ रहा है इधर ल यहाँ चाहिँ सबैजना यसो बसेका छन् केटाहरू होइन अब हामी चाहिँ अब एकछिन फेरि गइहाल्नेछौँ विद्यार्थीहरू भिजिट गर्न आएको छन् त्यहाँ चाहिँ देख्न सक्नुहुन्छ अहिले चाहिँ मान्छेहरू जस बढिराखन् होइन देख्न सक्नुहुन्छ यहाँ चाहिँ विद्यार्थीहरू थपिँदै गरेको छन् त्यहाँ साथीहरू छन् अनि यहाँ भाइहरू छन् त्यसो भाइहरू मेरो भाइ यहाँ चाहिँ मेरो प्यारो भाइ हुनु है
गाइस कसैहरू चाउमिन ल्याउन आइरहेको थियो तपाईँ दोकानमा पुगाइरहनु भएको थियो पकाउन के भाइ तिनीहरू चाहिँ विद्यार्थीहरू भिजिट गर्न आएको छ नि यहाँ चाहिँ त्यहाँ टिचरहरू हुनुहुन्छ अनि यहाँ चाहिँ केटीहरू छन् भाइहरू मस्त पाराले भ्यूको मजा लिइरहेको केटाले आनन्द लिइरहेको भन भाइहरू यतिको चाहिँ हुनुपर्छ है माथि चाहिँ त्यो पनि स्टुडेन्टहरूको बगाल हो चाहिँ त्यहाँ म्याडमहरू हुनुहुन्छ यहाँ चाहिँ सर हुनुहुन्छ त्यही हो हजुर सर जस अब चाहिँ हामी फाइनल मुभ भनौँ कि के अब फाइनल यही हो न अब स्याम्पल लगाएर नुहाएर हामी अब टक्क फर्किँदै छौँ र यही हो मान्छेहरू आउँदैछन् होइन रमाइलो भइरहेको हेर्दै यही हो न अब लास्ट ल फास्ट लगाइ शाम अभी नहा चुके अब जाएंगे इधर से यार भाई कुछ बोल लो फाइनली हम लोग जा रहे हैं अब यहाँ से वो हिंदी बोलता है हम नेपाली बोलते हैं मैं नहीं खींचूंगा दोस्तों अभी 4:15 ही हुए अहिले चाहिँ 4:15 गएको छ गाइस हामी चाहिँ अब घरतर्फ लाग्यौँ जो साथ चाहिँ बडो रमाइलो भएन गर्दै फुल इन्जोय भएन तर सोचे पनि थिइनँ म हामीले यस्तो रमाइलो हुन्छ दाइहरू भेटिनुहुन्छ भनेर तर लास्टै रमाइलो भयो क्या सोचे पनि थिएन यतिको रमाइलो हुन्छ भनेर मान्छे ल अब चाहिँ हामी यहाँदेखि निस्किन लागेको छौँ ल म अब बाइक स्टार्ट हान्छु ल देखाए त बाइकलाई चिसो लाग्यो जस्तो छ ल गाइस अहिले हामी तल भेट्नेछौँ हजुरलाई हामी यहाँ निस्किसकेका छौँ ल गाइस अब तल भेटौँ ल तल गएर ल गाइस हामी चाहिँ यहाँ तल पुगिसकेका छौँ मसिनादेखि तल अलिक फाँसी गएको छौँ गेट दादाहरू पछाडि हुनुहुन्छ ठाउँ भन्ने हो त
आज चाहिँ त्यो आज लास्ट ओभर रमाइलो भयो हाम्रो चाहिँ बिहे पनि भेट्यो अनि बिचरामा अनि यसले चाहिँ झोले बनाएर लग्यौँ होइन यो चाहिँ मेरो भाइ हो प्यारो भाइ हो अनि त्यही हो आजको भ्लग यहीसम्म ल भाइ लभ यु गाइज